गाइस घाँसको बारी बोकेर हिँड्न चाहिँ साह्रै गाह्रो हुन्छ। यो बुढिया आउँदैछिन् घाँसको भारी बोकेर यत्रो जङ्गल तलदेखिको हिँड्न त गाह्रो हुन्छ नि। कस्तो भइरहेछ, कस्तो महसुस भइरहेछ। ल बस्नै पर्ने भयो, शरीरलाई आराम पनि चाहिन्छ। ल ल ल गरम बोकेपछि त गाह्रो भइहाल्छ नि। ल है हाम्रो बारी यता छ। बाँदरले के उम्रिन दिँदैन। बाँदर राजा साहब हुनुहुन्छ, आइहाल्नुहुन्छ अहिले चाहिँ पुरै। के छ हाम्रो यहाँ कोदो केही छैन, बाँझो छ अहिले, सब बाँझो छ है त गाइस। ल है सबैजना आउनु है, यहाँ घाँस काट्ने, कुखुरा बाख्रा पाल्ने, गाउँमा बस्ने। अब कस्तो शीतल आयो, हावा सरर सरर हावा आयो। यसो कपाल मिलायो भने क्यामेरा यसो फर्काउनु हुन्थ्यो। यस्तो बारी गएको बेला क्यामेरा ल्याउने मान्छेलाई त सेदार दिन जस्तो लाग्छ होला है। सुनसान छ, गाउँमा कोही छैनन्, सब विदेशी हिँडिहाले। गाममा कोही छैनन्, सबै गए छोडेर। यस्तै छ हजुर। ल यसो मौका छोपेर भिडियो बनाइहाल्नु भनेर मात्रै हो है त गाइस। अब चाहिँ म क्यामेरा अफ गर्छु। ल भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। यहाँ भतभत पोलिसक्यो।